अलैचीदेखि अदुवासम्म 7 अले परिचित इलाम जिल्लालाई नचिन्ने को होला र? यो सँगै टिकटक र फेसबुकमा भाइरल बनेका कन्याम हेर्न, अन्तुको सूर्योदय हेर्न, सानो पाथिभरा माताको दर्शन गर्न र चियाको बुट्टा नजिकै बसेर सेल्फी हान्न को नै छुटेको होला र? जे होस्, आज चाहिँ हामी इलामको योभन्दा बढी थप चर्चा लिएर आएका छौँ। वार्षिक रूपमा लाखौं पर्यटक भित्र्याउने इलाम जिल्लाको जति वर्णन गर्दा पनि कम नै हुन्छ। पहाडकी रानी सुन्दरताकी खानी भने झैं इलामको सौन्दर्यको वर्णन शब्दले मात्र सम्भव छैन। त्यसैले एकपटक इलामको सुन्दरतालाई आकाशबाट हेरौँ न। यो दृश्यहरू हेर्दा मलाई त वाव इलाम भन्न मन लाग्यो। अब त तपाईहरुलाई पनि इलाम घुमौँ लाग्यो होला। पक्कै पनि इलाम चाहिँ घुम्नै पर्ने पर्यटकीय जिल्ला हो। अब लागौं इलाम नगरपालिकातर्फ। इलाम नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र र आसपासका रमणीय स्थानहरूको पर्यटन प्रवर्धनका निम्ति नगर पर्यटन प्रवर्धन समिति नै खडा गरेको छ। अलैची, आलु, अकबरे, अम्लिसो, अर्गानिक चिया, अदुवा र ओलनको व्यावसायिक प्रवर्धनसँगै पर्यटन प्रवर्धनमा समितिले तैनात भएर काम गरिरहेको छ। इलामेलीहरू प्रवर्धनमा सहयोग पुर्याउन र पर्यटकको आतिथ्यमा कमी आउन नदिन हर तरफ जागरुक छन्। त्यसैले यहाँ आउने पर्यटकहरूलाई बारम्बार इलाम घुम्न मन लाग्छ। यसो भनिरहँदा हामी आन्तरिक पर्यटनको मात्र कुरा गरिरहेका छैनौँ, हामी बाह्य पर्यटनको कुरा पनि गरिरहेका छौँ। किनभने नेपाली मात्र होइन, विदेशबाट इलाम घुम्न आउनेको संख्या पनि बढेको छ। एकपटक विदेशी पर्यटकहरूको कुरा पनि सुनौ न। My name is Elise Peterson and I'm visiting here from the United States of America. This place is incredible. It's magical and I am so moved visiting here today. I've been here last time in 2014 and also had a very moving experience, but today is just life-changing. मेरा नाम ईशान बरुआ है। मैं आसाम से आया हूँ, डिब्रूगढ़ डिस्ट्रिक्ट से। बहुत सुंदर जगह है। इसका माहौल बहुत शांत और साफ है। यहाँ पे गंदगी नहीं है। ये बहुत अच्छा जगह है टूरिस्ट के लिए। मुझे बहुत पसंद आया ये जगह। यहाँ पे सिर्फ माई पुखरी विजिट किया है, वो लेक देखा हूँ, उसके बाद अलग अलग छोटा छोटा घरे है वो देखा हूँ, बस वॉकिंग किया हूँ और क्या थोड़ा देर बैठा हूँ अंदर में। बहुत बढ़िया जगह है। विदेशी पाहुनाको कुरा सुन्दा हामी आफैमा हर्षित भयौं र नगर पर्यटन प्रबन्धन समितिका पदाधिकारीहरूसँग इलाम नगरपालिका र यस आसपासको रमणीय स्थलहरू घुम्ने
योजना बनाएर यात्रा थाल्यौं। इलामको मुटु, इलाम चोक बजार र परेवाहरूको स्वस्फूर्त विचरण हेर्दै बजारकै छेउमा रहेको माइस्थान मन्दिरमा पुग्यौं। पृथ्वीनारायण शाहले युद्धमा विजय हासिल गरेको गाथा यहाँ पुगेपछि सुन्न पाइन्छ। इलामको सदरमुकाम र त्यस आसपासलाई पुरै देखिने भ्यू टावर, 155 वर्ष पुरानो चियाको बोट, चिया कारखाना र रमणीय चिया बगान हेर्दा इलामको सुन्दरतालाई वास्तविक रूपमा महसुस गर्न सकिन्छ। स्वच्छताको लामो श्वास तान्दै तपाईलाई पनि इलामको यो सौन्दर्य आकाशबाट देखाउन मन लाग्यो। यी दृश्यहरूको अवलोकनपछि हामी लाग्यौं नारायणथान मन्दिरतर्फ। मन्दिरको दर्शन र परिक्रमा सकेपछि हामीमा इलामको एयरपोर्ट हेर्ने लालसा जाग्यो। एयरपोर्टको अवलोकन पश्चात इलाम सदरमुकाम सँगै रहेको भालुढुङ्गा पनि पुग्यौं। यसपछि पूर्वको सबैभन्दा लामो झोलुङ्गे पुल र हालको भाइरल सेतीदेवी झोलुङ्गे पुल हेर्दै इलामको विविधताबारे बुझ्न नगर प्रमुख केदार थापासँग पुग्यौं। इलाम भन्ने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा यसले महत्त्व राख्छ। इलाम आफै एउटा जैविक विविधताले भरिपूर्ण जिल्लाको रूपमा रहेको छ। त्यसलाई इको टुरिज्म र त्यो चाहिँ पर्यटन योको प्रशस्त सम्भावना रहेको ठाउँ हो र चाहिँ अद्यावधि अहिले पनि त्यो स्थानहरू रहेको छ। इलाम जिल्ला चाहिँ महत्त्वपूर्ण पर्यटकीय स्थल, धार्मिक हिसाबले, जातीय सांस्कृतिक हिसाबले, पहिचानको हिसाबले, पर्यटनको हिसाबले महत्त्वपूर्ण मानिन्छ। यो चाहिँ जस्तो चाहिँ इलामको म 2-4वटा उदाहरण दिन चाहन्छु तपाईँलाई। यो पाटेनागी, कुइभिर, त्यसपछि गएर चाहिँ माई पोखरी, सन्तकपुर, कन्याम, त्यसपछि पानीटार, त्यसपछि गएर चाहिँ श्रीअन्तु। त्योदेखि बाहेक अन्य धेरै चाहिँ हाम्रो पर्यटन स्थलहरू छ। फिदिम नगरपालिका, इलाम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, त्यसपछि गएर चाहिँ फालेलुङ र चाहिँ सन्तकपुर गाउँपालिका जोडिने गरी चाहिँ जस्तो पाटेनागीको कुरा गरेँ मैले, त्यहाँ चाहिँ विविध किसिमका चाहिँ लाली गुराँसहरू त्यो क्षेत्रबाट तपाईँको चाहिँ नि सहज ढङ्गले चाहिँ हामीले चाहिँ नेपालको प्रख्यात चाहिँ हिमालहरू चाहिँ जस्तो कुम्भकर्ण, नेपालको टप त चाहिँ सगरमाथा भयो, कुम्भकर्ण, त्यसपछि गएर चाहिँ कञ्चनजङ्घा जस्तो हिमालहरू नजिकैबाट निहाल्न सकिन्छ। त्यो आसपासमा हाम्रो लोकप्रमुख जातिहरू सुनार जातिको चाहिँ बसोबास रहेको छ। त्यहाँ सुनार सङ्ग्रहालयलाई पनि हामीले प्रबन्ध गरिरहेका छौँ र इलाम चाहिँ आफैमा एउटा चाहिँ धार्मिक पर्यटकीय स्थलको रूपमा माई पोखरी यो चाहिँ विश्व प्रख्यात छ। सन्तकपुर जो चाहिँ इलाम चाहिँ जिल्लाभित्र पर्छ, 2.5-3 लाख चाहिँ नागरिकहरू त्यहाँ चाहिँ त्यो पर्यटनलाई आफ्नो आनन्द लिनको निम्ति आउँछ। त्यो चाहिँ पिक चाहिँ नेपालको भूभागमा पर्दछ। त्योदेखि बाहेक कन्याम, पानीटार हेर्नुहोस्,
अत्यन्तै मनोरम चाहिँ स्थलहरूले सुसञ्जित भएको चाहिँ हाम्रो इलाम प्राकृतिक रूपले पनि त्यत्तिकै सुन्दर छ। यहाँको चाहिँ नि बसोबास गर्ने जातिको विस्तृत जातिहरू छ, लोकप्रमुख जातिहरू छन्, चाहिँ लेप्चा जाति, सुनार जाति, त्यसपछि गएर चाहिँ आदिवासी जनजातिहरू, ब्राह्मण र खस आर्यहरूको चाहिँ बसोबास भएको यो जिल्ला। यहाँ चाहिँ हाम्रो होटलहरू, त्यसपछि गएर होमस्टेहरू हामीले क्रमशः यसलाई चाहिँ प्रबन्धन गरिराखेका छौँ। विदेशीहरू यहाँ आएर चाहिँ घुम्न आउँदाखेरि, पर्यटन र पर्यटकको रूपमा आउँदाखेरि उनीहरूलाई हामीले आतिथ्यता दिने कुराहरूमा चाहिँ इलाम नगरपालिकाभित्र, इलाम जिल्लाभित्र प्रशस्त हामीले चाहिँ उहाँहरूलाई चाहिँ राम्रोसँग चाहिँ होमस्टेको चाहिँ व्यवस्थापन गरेका छौँ। होटलहरू छ, त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ त्यो राम्रोसँग चाहिँ यहाँ बसेर पर्यटनको सन्दर्भमा अध्ययन गर्ने, इको टुरिज्म होइन, चाहिँ विशेष गरेर चाहिँ हाम्रो चाहिँ यहाँ चियाको चाहिँ एउटा चाहिँ जननीको रूपमा इलामलाई चिनिन्छ। 160 वर्ष चाहिँ पुरानो चिया बगान छ हाम्रो। यही बगानबाट चाहिँ विस्तृतीकरण भएर चाहिँ हाम्रो धेरै चिया कमान, कन्यामको कुरा गरेँ मैले, पारिटारको कुरा गरेँ, अन्य चाहिँ ठाउँमा चिया, अलैँची, त्यसपछि गएर दुध उत्पादनहरू, यो पनि एउटा पर्यटकहरूको निमित्त आकर्षण, आन्तरिक पर्यटक, बाह्य पर्यटकको निमित्त चाहिँ यो आकर्षणको केन्द्र हो। र अर्को महत्त्वपूर्ण कुरा त के हो भने इलाम एउटा यस्तो जिल्ला हो, यो चाहिँ राष्ट्रिय कुल गृहस्थ उत्पादनको कच्चा उत्पादनमा महत्त्वपूर्ण हिस्सा चाहिँ ओगट्ने चाहिँ मुलुकको निम्ति चाहिँ महत्त्वपूर्ण आय आर्जन गर्ने जिल्लाको रूपमा पनि परिचित छ। त्यो हुनाले यहाँ चाहिँ आन्तरिक पर्यटकहरू पनि यो अध्ययनको निम्ति आउनुहुन्छ, बाह्य पर्यटकहरू पनि चाहिँ आउने क्रम सुरु भएको छ। त्यो हुनाले इलाम आफैमा एउटा सुन्दर चाहिँ जिल्ला, यो इलाम नगरपालिका सुन्दर नगरपालिका जो चाहिँ प्रशस्त चाहिँ पर्यटकहरू घुम्ने, रमाउने, आनन्द लिने स्थानहरू भएको हुनाले यो एउटा आकर्षणकै केन्द्रको रूपमा रहेको कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु। नगर प्रमुखको कुरा सुनेपछि इलाम गरेर इलामेलीहरूले इलाम बनेको रहेछ भन्ने महसुस भयो। त्यसपछि हामी इलामको सदरमुकाम नजिकै रहेको रक क्लाइम्बिङतिर लाग्यौं। घुम्न आउनेहरूका लागि रक क्लाइम्बिङले थप आकर्षण बढाएको छ। त्यसपछि हामी पुग्यौं माइपोखरी। रामसार सूचीमा सूचीकृत माइपोखरीले पौराणिक, ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ। हिन्दू पौराणिक कथाहरूमा च्यवनप्रासको कथा ऋषि च्यवनसँग जोडिएको छ। ऋषि च्यवनलाई अन्धो हुने श्राप परेपछि च्यवनको दृष्टि र जवानी पुनर्स्थापित गर्न एक शक्तिशाली आयुर्वेदिक उपचार च्यवनप्रास सृजना गरेको र पछि माइपोखरीमा डुबुल्की मारेपछि उनी जवान हुनुका साथै आँखा ठिक भएको गाथा सुन्न पाइन्छ। हाम्रो इलामको मुख्य गन्तव्यहरू मध्येको माइपोखरी चाहिँ प्रमुख गन्तव्यमा पर्छ। यो 2121 मिटरको हाइटमा अवस्थित छ। इलाम बजारबाट 35 देखि 40 मिनटको यात्रामा यहाँ आउन सकिन्छ। तपाईले यहाँ पोखरी देखिराख्नु भएको छ। यहाँ चाहिँ दुर्लभ जीवजन्तुहरू अनि यो वरिपरि घेरिएको जङ्गलमा दुर्लभ वनस्पतिहरू, अन्य कुनै ठाउँमा पनि नपाउने वनस्पतिहरू पनि यहाँ पाउन सक्नुहुन्छ। हिमालय नेट भन्ने जुन जीव छ त्यो यहीँ पाउँछ अनि ठकठके जस्ता चराहरू पनि यहाँ पाउने भएकोले गर्दाखेरि अन्य ठाउँभन्दा यो विशेष प्रकृतिको पोखरी भएको ठाउँ हो। अब धार्मिक हिसाबले भन्दाखेरि यहाँ चाहिँ पाण्डवहरू आएर अहिलेको भाषामा भन्ने हो भने क्याम्प फायरिङ गरेर यहाँ रात बिताएका किंवदन्तीहरू छन् भने यहाँ यही जङ्गलको बिचमा उहाँहरूले चाहिँ त्यो क्याम्प फायरिङ गरिसकेपछि सत्यध्वनि
जगाइसकेपछि यहाँ चाहिँ केही ऋषिमुनिहरूलाई छोडिदिएर तपाईँको त्यो ध्वनि चाहिँ निरन्तर रूपमा बलेर आइरहेको। साँझ पर्ने बेला भएको थियो। हामी सदरमुकामै फर्कने निर्णय गर्यौं र बाटोमा कोठीडाँडा भन्ने स्थानमा हामीले केही नयाँ कुरा देख्ने मौका पायौं। यो दृश्य थियो सूर्यास्तको। भोलिपल्ट नगर पर्यटन प्रबन्धन समितिका अध्यक्ष सुशीला सापकोटासँग भेटघाट गर्दै पर्यटन प्रवर्धनको विषयमा केही जानकारी लियौं। यो खास गरी इलामको समृद्धिको लागि यहाँका यो पर्यटन भन्ने चिज चाहिँ फेरि सानो किसानदेखि ठुला उद्यमी उद्योगीसम्म पुग्ने भएकोले सबैलाई चाहिँ यसले विकासको मूलधारमा ल्याउनका लागि, सबैले महसुस गर्नका लागि, आय स्रोत वृद्धि गरेर देशको अर्थतन्त्रलाई चाहिँ बलियो बनाउने उद्देश्यले चाहिँ यसको मूल उद्देश्यका साथ खोलिएको हो। यो देशभरिकै पहिलो हुनसक्छ यो नगर पर्यटन प्रबन्धन समिति र यसले चाहिँ कसरी काम गर्ने, कसरी समन्वय गर्ने भन्ने कुरामा चाहिँ अघिल्ला दिनहरू बिते भने अहिले पछिल्ला दिनमा चाहिँ हामी यो खास गरी इलामलाई चाहिँ पर्यटकीय गन्तव्य बनाउने कुरामा अब विकास सँगसँगै प्रवृत्तिलाई पनि जोडेर जानुपर्छ र अहिलेको चाहिँ प्रवृत्तिसँग हामी चाहिँ एकदमै फ्रेन्डली हुनुपर्छ भन्ने हिसाबले हामी अहिले चाहिँ यसको चाहिँ बुकलेटहरू इलामका के छन् त आएर झट्ट हेर्ने छोटो रूपमा 5 मिनटमा पनि सर हेर्दा के छन् भन्ने देख्न सकिन्छ भन्ने हिसाबले अहिले इलामका गन्तव्यहरूको बुकलेट निकालिसकेका छौँ र दोस्रो हामी ब्रोसरहरू पनि बनाउँदैछौँ, बनिन लागिसकेको छ र तेस्रोमा चाहिँ हामीले इलामलाई चाहिँ इलामका आसपास वरपरका इलाम आउँदाखेरि देख्न सकिने चिजवस्तुहरूलाई चाहिँ प्रवर्धन गर्ने र जो आउनुहुन्छ पर्यटकहरू उहाँहरूले चाहिँ आफ्नो चोइस लिनुहोस् भनेर हामी त्यसलाई चाहिँ एउटा युट्युबहरूमा पनि विभिन्न च्यानलहरूमा पठाउनका लागि चाहिँ हामी अहिले भिजुअलहरू तयार गर्दैछौँ। एउटा संस्था, एउटा स्थानीय सरकारले मात्रै यो कुरा लागेर हुँदैन। हरेक जनजनमा पर्यटन भनेको के हो, यसले चाहिँ कस्ता असर पार्छन्, यसको यसले चाहिँ समाजलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने कुरा चाहिँ सबैलाई जानकारी गराउन जरुरी छ। एउटा किसान पनि त्यसमा जोडिन पर्छ, एउटा सानो स्कुलका विद्यार्थी पनि त्यसमा जोडिनुपर्छ र अभिभावक, यहाँको अब राजनीतिक, सरकार र सबै क्षेत्र जोडिन अत्यन्तै जरुरी छ। र यो पर्यटन भन्ने चिज चाहिँ विश्वको सबैभन्दा चाँडोभन्दा चाँडो आय आर्जन गर्ने एउटा चाहिँ उद्योग हो। यो उद्योगमा किसानका तरकारी दुधदेखि लिएर ठुला उद्योगबाट उत्पादन भएका वस्तुहरू, उत्पादित वस्तुहरू, उद्यमीले उत्पादन गरेका चिज वस्तुदेखि लिएर होटल व्यवसाय, होमस्टे, हरेक कुरा यहाँको कला संस्कृति सबै कुरा बिक्ने भएको कारणले यो चाहिँ हामीले सबैले बुझ्न जरुरी छ। यहाँको यो पर्यटन भन्ने चिज चाहिँ एउटा अलिकति हल्लामा पनि चलाउन जरुरी छ। अब इलामको विषयलाई भन्नु पर्दाखेरि धेरैजनाले अब इलाम पुरानो भयो, नयाँ नयाँतिर चाहिँ विभिन्न खालका चाहिँ विकासहरू भइराखेका छन् भन्ने कुराहरू, इलाममा कति कुरा छन् कति कुरा छैनन् भन्ने कुरा आउँछ। तर यसलाई हामीले चाहिँ दुई तरिकाले हेर्छौँ। एउटा चाहिँ बनाएको कुरा हेर्छौँ भने एउटा चाहिँ प्राकृतिक कुरालाई पनि हेर्छौँ। अध्यक्ष सापकोटाको कुरा सुनेपछि विश्वमा लोपोन्मुख प्रजातिका जनावर रेड पाण्डा बसोबास गर्ने स्थान तथा रमणीय पर्यटक स्थल पाटेनागीतिर लाग्यौं। मन नै आनन्दित हुने कस्तो राम्रो स्थान रहेछ यो। यसपछि हामी इलाममा रहेको सिटिभिटीतिर लाग्यौं। सिटिभिटीको अवलोकनसँगै हामी अर्को रमणीय पानीटार चिया बगानतिर लाग्यौं। यो बगान कन्यामभन्दा ठूलो र रमणीय रहेको पायौं।
यसपछि हामी नगर पर्यटन प्रवर्धन समितिका सचिव अर्जुन पोखरेलसँग केही जिज्ञासा राख्न पुग्यौं। अतिथि देवो भव भन्ने शब्द हामी सबैले थाहा छ। इलाम र इलामेली भनिसक्दा अतिथिलाई राम्रो सत्कार गर्ने र अतिथिहरूसँग चाहिँ राम्रो व्यवहार गर्ने भन्ने नै बुझिन्छ। त्यही कुरालाई आत्मसात गरेर इलामका अधिकांश पर्यटन व्यवसायीहरू, सुसँग सम्बन्धमा रहेका सम्पूर्ण महानुभावहरूले इलाम आइसक्ने अतिथिहरूलाई चाहिँ राम्रो व्यवहार गर्ने गरेको पाइएको छ अहिलेसम्ममा। पर्यटकहरूले विशेष गरी पर्यटक घुमफिर गर्नको लागि आउने हो। यहाँनिर हामीसँग घुमफिर गर्नको लागि धार्मिक स्थलहरू छ, धेरै राम्रो राम्रो प्रख्यात धार्मिक स्थलहरू छन्, जस्तो माइपोखरी, सेतीदेवी, त्यसै गरी गजुरमुखी, त्यसै गरी नारायणथान, त्यसै गरी इलाम र बजारभित्रमा चाहिँ विभिन्न अरू धार्मिक स्थलहरू रहेको छन्। त्यसै गरी पर्यटन स्थलहरूमा चाहिँ अहिले भैरवकुण्ड एकदमै धेरैजनाले रुचाउनु भएको, त्यसै गरी पाटेनागी, यो चाहिँ हामी पूर्वको चाहिँ अर्थात् इलामको चाहिँ यसलाई मुस्ताङ भनेर पनि हामी चिन्छौँ। त्यसै गरी भालुढुङ्गा, त्यहाँनिर चाहिँ एउटा ठुलो ढुङ्गामा चाहिँ हामीले धेरै मानिसहरूलाई चाहिँ एउटा गुफाको रूपमा चाहिँ रहेको छ, त्यो भित्र बस्न सक्ने अवस्था छ। त्यसै गरी पानीटार, त्यसै गरी इलाम भन्ने बित्तिकै चिया सबभन्दा महत्त्वपूर्ण कुरा हो र चियाको हरियाली इलाम, यी चिजहरूलाई चाहिँ हामीले इलाम आउनुहुने पाहुनाहरूले, पर्यटकहरूले यी ठाउँहरूमा गएर अवलोकन गर्न र रमाउन सक्नुहुन्छ। र इलाममा अहिले होमस्टेहरू स्थानीय स्तरमा धेरै केही समुदायहरूले होमस्टेलाई पनि प्रवर्धन गरिराख्नु भएको छ र होमस्टेमा बसेर पनि हामीले इलाम घुम्नलाई अवसर पाउन सक्छौँ। विशेष गरी भिजिटर र पर्यटक भनेर 24 घण्टाभन्दा बढी रहने गरी आउने पर्यटक र कम समय रहेर फर्किने गरी भिजिटर हुनुहुन्छ। अब खानाको लागि त इलाम त प्रख्यात ठाउँ हो। इलाममा रहिखाने खानाहरू हामीले खान पाउँछौँ, जस्तो स्थानीय रूपमा उत्पादन भएका खानाहरूलाई चाहिँ स्थानीय तरिकाले नै बनाएर खान सकिन्छ। जस्तो कोदोको आइटमहरू हामीले चाहिँ इलाममा धेरैवटा आइटमहरू खान सक्छौँ। लगायत स्थानीय परिकारलाई हामीले प्राथमिकतामा दिएका छौँ भने अरूतिर पनि पाउने, सबैतिर पाउने दाल भात तरकारी यी चिजहरू त इलामको लागि सबै ठाउँमा उपलब्ध हुन्छ। र यहाँनिर वातावरण पनि सफा र खाना पनि सफा र एकचोटि इलाम आएर खाएर जानुहुने पर्यटकहरूले पक्कै मलाई लाग्छ इलाम फेरि आउनुपर्छ र इलामको स्वाद फेरि लिनुपर्छ भन्ने सोचेर जानुहुन्छ होला भन्ने लाग्छ। नेपालकै नम्बर 1 मा पर्न सफल कृषि विज्ञान सम्बन्धी शिक्षा प्रदान गरिरहेको इलामको पुरानो क्याम्पस, जहाँ नेपालका सुदूरपश्चिमका विद्यार्थी समेत यहाँ आएर पढ्ने गरेको बुझेपछि हामी त्यसतर्फ पनि लाग्यौं। इलामको शैक्षिक, धार्मिक, ऐतिहासिक, पौराणिक र पर्यटकीय स्थलहरू हेरेपछि हामीले पर्यटकको स्वागतका लागि बनाइएको गुणस्तरीय सुविधायुक्त होटलहरू पनि रहेको जानकारी पायौं। हाम्रो मोटो चाहिँ ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम नै हो। जबसम्म पर्यटनलाई उद्योगको रूपमा विकास गरिँदैन तबसम्म नेपालमा केही पनि हुँदैन। हामीसँग कति महत्त्वपूर्ण चिज छन् भने हाब्रेदेखि हङ्ग्रायसम्मका पक्षीहरू हामीसँग छन्, जीवजन्तुहरू हामीसँग छन्। लाली गुराँसदेखि लगेर तल चाहिँ तराईको केचनासम्मका चाहिँ विभिन्न रमणीय बोटबिरुवाहरू हामीसँग छन्, जडीबुटीहरू छन्। ती प्रकृतिका ठाउँहरू हामीले कुहिरो बेच्न सकेनौँ कि खासमा हामीले कुहिरो बेच्नु पर्थ्यो, त्यो कुहिरो बेच्न पनि सकेका छैनौँ। त्यसकारणले ग्रामीण पर्यटन ग्रामीण लेभलसम्म तल्लो तहको लेयर मान्छेसम्म जबसम्म पर्यटनको बुझाइ हुँदैन तबसम्म यो नेपालमा पर्यटनको विकास हुँदैन। हामीले कुहिरो बेच्न किन पनि सकेनौँ भने हामीले जस्तो म एउटा सानो उदाहरण दिन्छु यहाँलाई, कुहिरो कसरी बिक्री हुँदो रहेछ भन्ने कुरा। 5 थरको फालेलुङमा पर्यटकको ओइरो लाग्छ होमस्टेमा, अहिले पनि ठाउँ पाइँदैन। 15 दिन अगाडि बुकिङ गरेर जान्छन्। कहाँको पर्यटक जान्छन् भन्दा पश्चिम बङ्गालका बङ्गालीहरू जान्छन्। के कारणले जान्छन् भन्दा त्यहाँ कुहिरो लाग्छ अनि त्यो हेर्न जान्छन्। रमणीय छ, हिउँ परेको देखिन्छ, त्यो हेर्न जान्छन्।
त्यसलाई नै हामीले बिक्री गर्यौँ। त्यो कुहिरो बिक्री गर्न मात्रै सक्यौँ भने पनि हामी निकै अगाडि बढ्छौँ। आजलाई यति नै, तर फेरि पनि हामी आउँदैछौँ इलामको इतिहासलाई लिएर, यहाँको दरबारलाई लिएर, यहाँको धर्म संस्कृतिलाई लिएर, इलामेलीहरूको न्यानो मायाका कुराहरूलाई लिएर। हाम्रो यात्रा अहिलेलाई क्रमशः